सम्मानीयज्यू, माननीय मन्त्रीज्यूहरू, सर्वप्रथम माननीयज्यूहरूले राख्नुभएको जिज्ञासा तथा सुझावहरूप्रति म धन्यवाद व्यक्त गर्न चाहन्छु। परराष्ट्र मन्त्रालयले हाल इजरायल इरान बीचको उत्पन्न द्वन्द्व र यसका सम्भावित प्रभावलाई अत्यन्त गम्भीरताका साथ लिँदै ती क्षेत्रहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकताका साथ राख्दै कार्य गर्दै आइरहेको यहाँहरूलाई पनि सर्वविदितै होला। यो 13 जुनदेखि नै हामीले प्रेस विज्ञप्ति जारी गर्यौं। त्यसपछि 15 जुनमा हामीले प्रेस एडभाइजरी पनि जारी गरेर हाल इजरायल तथा इरानमा रहनुभएका नेपाली नागरिकलाई सुरक्षा दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन अनुरोध गरिरहेका छौं र हरेक दिन जस्तो बेलुका म चाहिँ हाम्रो त्यहाँ धनप्रसाद पण्डितज्यू हाम्रो मामहिमज्यूसँग मेरो फोनमा पनि सम्पर्क हुन्छ र त्यो बाहेक इजिप्टमा रहनु भएको, कटारमा रहनु भएको, पाकिस्तानमा पनि रहनु भएको राजदूत साहबहरूसँग पनि यो सुरक्षा कसरी गर्ने, हाम्रो नागरिकहरूलाई भोलि उद्धार गर्नु पर्यो भने कस्तो रणनीति लिने भन्ने चाहिँ कुराहरू भइरहेको छ भने हामीले चाहिँ आईएलओ र आईओएमसँग पनि त्यसबारेमा छलफलहरू निरन्तर गरिरहेका छौं र जुन 17 मा चाहिँ अनलाइन पोर्टल खोलेर नेपाली नागरिकहरूको विवरण लिन सुरु गरेका छौं र उक्त पोर्टलमा हालसम्म 885 जनाले दर्ता गर्नुभएको छ आफ्नो विवरणहरू र अब 1-2 दिनमा हामीले चाहिँ श्रम संसार भन्ने एउटा एप नागरिक एपसँग मिलाएर हामीले रिलिज पनि गर्न गइरहेका छौं। त्यसपछि चाहिँ विश्वभरि रहेका जति पनि नेपाली नागरिकहरू हुनुहुन्छ, चाहे उहाँहरू चाहिँ लिगल बाटोबाट जानुभएको या अब सरकारलाई नथाहा भइकन जानुभएको साथीहरूले पनि त्यो एपमा चाहिँ आफ्नो विवरणहरू राखिदिनु भयो भने उहाँहरू कहाँ हुनुहुन्छ, के गरिरहनु भएको छ भन्ने कुराहरू चाहिँ हामीलाई थाहा हुन आउँछ र त्यसमा चाहिँ हामीले ल्याटिट्युड र लङ्गिट्युड पनि राखेका छौं। सो एक्ज्याक्टली कहाँ हुनुहुन्छ त तपाईहरू भनेर पत्ता गर्नलाई, किन हाम्रो परराष्ट्र मन्त्रालय, यो होम मिनिस्ट्री र श्रम मन्त्रालय हामी तीनटै मिलेर हामीले एउटा कार्यदल गठन गरेर यो एउटा त यो इलिगल माइग्रेसन र माइग्रेन्टहरू गएको ठाउँबाट कसरी हामीले रेस्क्यु गर्ने, उहाँहरूलाई सेफ माइग्रेसनमा कसरी हाल्ने भन्ने कुरामा चाहिँ एउटा बृहत छलफल गर्न एउटा कार्यदल पनि गठन गरेका छौं र त्यो कार्यदलले चाहिँ यस्तो एउटा एप हुनपर्छ भन्ने कुरा भएको भएर हामीले यो एप पनि चाँडै नै रिलिज गर्न गइरहेका छौं र यो भन्दा अगाडि चाहिँ हामीले इलिगली गएका तर त्यहाँ चाहिँ गएर फेरि लिगल जागिर खाएका नेपाली श्रम गर्नेहरूलाई पनि लिगलाइज गर्ने पनि हामीले प्रयत्न गरेका छौं। यसमा चाहिँ श्रम मन्त्रीज्यूले र श्रम मन्त्रालयले धेरै सहयोग गरेको छ, किन हाम्रो मन्त्रालयको चाहिँ कस्तो रोल हुँदो रहेछ भने जाने बेलाको चाहिँ हामीलाई कुनै पनि जानकारी नहुने, तर त्यहाँ गएर कोही नेपाली नागरिक अप्ठ्यारोमा परेपछि या उहाँहरूको कहिले त निधन पनि भएपछि चाहिँ हामीलाई अब त्यस्तो दुःखद घटनामा र एकदमै अप्ठ्यारो परेको बेलामा चाहिँ हामीले रेस्क्यु गर्नुपर्ने हाम्रो एउटा दायित्व रहेछ र त्यो दायित्वलाई कसरी निवारण गर्ने अलिकति अर्गनाइज वेमा जाउँ भनेर अहिले हामीले प्रयास गरिरहेका छौं र यसपालिको बजेटमा चाहिँ हामीले अलिकति हाम्रो यो बढेको देख्छ तर एक्चुअली ओभरअल लास्ट इयर भन्दा पैसा चाहिँ हाम्रो घटेको हो र त्यसमा चाहिँ हामीले यो पालिदेखि चाहिँ रेस्क्यु गर्नको लागि पनि केही रकम चाहिँ छुट्याउन हामी सफल भएका छौं र अहिलेसम्म भएको काममा चाहिँ यो कसरी हामीले नागरिकहरूलाई अगाडि रेस्क्यु गरेर ल्याउने भन्दा जम्मा 16 जना नागरिक चाहिँ इरानमा हुनुहुँदो रहेछ। अस्ति हामीले चाहिँ हाम्रो मित्र राष्ट्र भारतको परराष्ट्र मन्त्रालयलाई रिक्वेस्ट गरेर उहाँहरूले चाहिँ तपाईहरुको नागरिकलाई पनि हामी साथै उहाँहरूले आफ्नो नागरिकहरूलाई प्लेन पठाएर रेस्क्यु गरिरहनु भएको छ अहिले जर्डनबाट। त्यसमा नेपालीहरूलाई पनि ल्याइदिन्छु भन्नुभएको छ र त्यसमा चाहिँ अहिले 11 जना चाहिँ असार भन्ने ठाउँमा चाहिँ मसाद भन्ने ठाउँमा चाहिँ पुग्नु भएको छ र उहाँहरूको चाहिँ होपफुली भोलि चाहिँ उहाँहरू इन्डियासम्म आइपुग्नुहुन्छ। त्यसपछि अब नेपाल आउन त सजिलै छ र त्यसमध्ये चाहिँ
एकजनाको चाहिँ अब ट्राभल डकुमेन्ट बनाउनु पर्ने जरुरी देखियो र इरानमा 5 जना अरू नेपालीहरू चाहिँ हाम्रो अब भाइहरू बिचारा अब इलिगल माइग्रेसनमा गएर जेलमा हुनुहुन्छ उहाँहरूलाई पनि हामीले यही मौका पारेर उहाँहरूलाई रेस्क्यु गरेर ल्याउन सकिन्छ कि भनेर हामी त्यसमा पनि प्रयत्न गरिरहेका छौँ र अब चाहिँ हामीले एउटा ऱ्यापिड रिस्पोन्स टिम पनि गठन गर्ने चाहिँ प्रयास गरिरहेका छौँ किन एकदमै चाँडै चाहिँ यस्तो केसहरू आउने र अस्ति हिजो पनि एकजना सांसदले भन्नुभयो कि एउटा लास पनि अड्केर बसेको छ भनेर त्यसलाई पनि हामीले चाहिँ कसरी अब यो बिसाइड्स त्यो श्रमबाट आउने पैसा बाहेक एक्स्ट्रा पैसाको लागि पनि हामीले पहल गरिरहेका छौँ र यो सेफ माइग्रेसन सम्बन्धी चाहिँ यहाँ अब यत्रो हामी माननीयहरू हुनुहुन्छ हामी सबै एकदमै लोकल लेभलमा कनेक्टेड छौँ तर हामी इच एन्ड एभ्री जनाले पनि यो सेफ माइग्रेसन सम्बन्धी र अनसेफ माइग्रेसन सम्बन्धी चाहिँ ग्रासरुटमै एउटा कार्यक्रम चाहिँ लग्नुपर्छ अघि न यो दिशामुक्त क्षेत्रको कार्यक्रम हाम्रो नेपालमा एकदमै सक्सेसफुल भएको जस्तो यो सेफ माइग्रेसन र अनसेफ माइग्रेसनको कुरा चाहिँ हामीले ग्रासरुटमा लग्नुपर्ने एकदमै देखियो किन आज पनि हिजो एकजना साथीले उठाउनु भएको थियो कि इन्डियामा पनि बन्दी भएर हाम्रो भाइहरू हुनुहुन्छ भनेर र त्यहाँ पनि हालसम्म 57 जनालाई चाहिँ उद्धार गरिसकेको छ उत्तराखण्डको एउटा किन इन्डिया भन्नेसँग मिलेर नेपालको राजदूतावासले यो उद्धार गरेको चाहिँ म यहाँहरूलाई अवगत गराउन चाहन्छु यो चाहिँ एभ्री डे जस्तै हामीले भोग्नुपर्ने कुरा हो र यसमा चाहिँ अब हाम्रो दाजुभाइ दिदीबहिनीहरू 2-3टा कुरा हुँदो रहेछ एउटा चाहिँ एकदमै आशावादी कि विदेशमा गएर आफ्नो लाइफ चेन्ज हुन्छ र यो चेन्ज पनि भएको देखिन्छ म यहाँ अलिकति टाइम लिएर म आफ्नो एक्सपिरियन्स एज अ काठमाडौँवासी म सेयर गर्न चाहन्छु म हिजो यो पुतली सडकको क्रसिङमा रेड लाइटमा बसिरहेको थिएँ र वरिपरि हिँडेको जनसङ्ख्या हाम्रो नेपालको नागरिकहरूको अवस्था हेर्दा चाहिँ राम्रो देखिन्थ्यो सबैजना वेल ड्रेस्ड राम्रो लुगा लाछन् हातमा मोबाइल छ स्मार्टली हिँडिरहेछन् उनीहरूको मुख चाहिँ एकदम ब्राइट छ त्यस्तो चाहिँ अहिलेको अवस्था छ तर म आफ्नो बाल्यकाल या युवाका अवस्थामा पनि त्यही पुतली सडकमा धेरै अब मोटरमा बस्दाखेरि गाडीमा बसेर हेर्दाखेरि चाहिँ त्यो बेलामा डोको बोकेको नाङ्लो पसलेहरू र खर्पन बोकेको खुट्टामा जुत्ता नभएको र च्यातेको लुगा लाएको र निन्याउरो मुख भएको कपाल पनि नकोरेको हाम्रो नागरिकहरू चाहिँ त्यही पुतली सडकमा मलाई देखेको याद छ भन्दा धेरैजनाको अनि मैले मेरो पिएलाई भने हेर कमल यिनीहरू सबैको चाहिँ कोही न कोही विदेशमा छ जस्तो छ कोही चाहिँ त्यहाँ कन्सल्टेन्सीमा आए होलान् कोही चाहिँ पढिरहेछन् र कोही चाहिँ अब विदेशमा जाने क्रममा छन् या विदेशमा गएको पैसाबाट यिनीहरू पढिरहेछन् र यसलाई चाहिँ हामीले सबै पलायन भयो एकदमै यो खतमै भयो भनेर सोच्नु हुँदैन किन हाम्रो विकासको क्रम त्यही छ हाम्रो मान्छे अब राम्रो पढे लेखे छ भने उनीहरूलाई कहीँ राम्रो ठाउँमा जागिर पाउँछ भने किन जाँदैनन् हामीले हाम्रो छोराछोरीलाई पढाएको छैनौँ र यो कुरा चाहिँ एउटा स्लोगनको रूपमा भन्दा पनि बरु फर्केर आएर काम गर्ने वातावरण हामीले कसरी बनाउने त्यहाँबाट आएको स्किल्स हामीले यहाँ कसरी लागू गर्ने त्यो कुरामा चाहिँ हामीले अझै अध्ययन गर्नुपर्छ र यहाँ चाहिँ यो फरेन डाइरेक्ट इन्भेस्टमेन्ट आएर उहाँहरूले सिकेको सिपलाई यहाँ लागू गर्नलाई चाहिँ म यहाँहरू सबैजनालाई त्यसमा हामी सबै लागेका पनि छौँ त्यस्तो किसिमको सिस्टमहरू बनाउन चाहिँ हामी सबैजना अझै जोडका साथ लाग्नुपर्छ जस्तो म यहाँ सामने म राख्न चाहन्छु र अनि विपिन जोशीको रिहाईको सम्बन्धमा पनि यहाँ कुराहरू उठेको थियो म यहाँहरूलाई यो अवगत गराउन चाहन्छु कि हामीले सक्दो प्रयास गरेका छौँ सामान्य प्रधानमन्त्रीज्यू स्वयंले पनि इजिप्टको राष्ट्रपतिसँग फोन मार्फत अपिल गर्नुभएको छ सामान्य सभामुखज्यू श्री देवराज घिमिरेज्यूले पनि अरब संसदको अध्यक्षलाई अनुरोध गर्दै पत्र पनि लेख्नु भएको छ र म स्वयंले कतार संयुक्त अरब एमिरेट्सको परराष्ट्र राज्य मन्त्रीहरू तथा इजिप्ट टर्की र इरानको परराष्ट्र मन्त्रीहरूलाई पत्र लेखी अनुरोध पनि गरे र साथै ओमानमा आयोजित इन्डियन ओशन कन्फरेन्समा कतार र संयुक्त अरब एमिरेट्सको परराष्ट्र
राज्य मन्त्रीहरू र इरानको समकक्षीसँग भेट गरेर पनि अनुरोध गरेको छु। तर अब विडम्बना र एउटा स्याड पनि कुरा हो, अहिलेसम्म उहाँको वेयरअबाउट्स चाहिँ अननोन छ। अस्तिसम्म 2टा विदेशी नागरिकहरू चाहिँ अझ पनि हराएको छ भन्ने कुरा आएको थियो। आजभन्दा 2 हप्ता अगाडि होला यो थाइल्यान्डको चाहिँ एउटा विदेशी नागरिकको लास चाहिँ हमासले हस्तान्तरण गर्यो भन्ने कुरा आयो। तर नेपाली नागरिकको बारेमा अझ पनि केही छैन। हामी सबैजनाले भगवानसँग प्रार्थना गरौँ कि हाम्रो छोरा विपिन जोशी अहिले पनि सकुशल छन् र कुनै दिन चाहिँ नेपाल फर्किन्छन् भन्ने चाहिँ आशामा छौँ र हामीले यो गिभअप चाहिँ गर्नु हुँदैन। मलाई लाग्छ यो चाहिँ हामीले जति सक्यो अन्तर्राष्ट्रिय फोरममा हामीले यो कुरा उठाउँदै आएका छौँ र हिजो अरू पनि कुरा उठाएको थियो नेपालको भूभाग सम्बन्धमा। सीमा सम्बन्ध समस्याको सन्दर्भमा द्विपक्षीय उच्च स्तरीय वार्ता एवं स्थापित संयन्त्रद्वारा समाधानको पहल जारी रहिरहेको छ। यो दक्षिण सम्मको सीमा होइन, उत्तरतिरको सीमा, दुईटै सीमाको चाहिँ गत 1-2 वर्षदेखि वार्तै भएको रहन्छ। अहिले चाहिँ त्यो वार्ताको प्रयासहरू अगाडि बढिरहेको छ र केही समाधान यसबाट आउँछ जस्तो मलाई लागेको छ र सरकारवाला निकायहरूसँग निरन्तर समन्वय हुँदै आएको छ। र भारतमा यो बन्दीहरूको त मैले भनिसकेँ र एनआरएन र डायस्पोरा सम्बन्धमा चाहिँ गैर आवासीय नेपालीहरूको ज्ञान सिप पुँजीका लागि नेपालको विकास लगाउन र निजी क्षेत्रमा जोड्न सन्दर्भमा परराष्ट्र मन्त्रालयले प्राथमिकताका साथ हामीले काम गरिरहेका छौँ र यो प्लस अहिले चाहिँ बाहिर रहेका प्रतिभाहरू सबैजना एनआरएनमा आएर बिजनेस चाहिँ स्थापना गर्ने खालका नेपालीहरू मात्रै विदेशमा छैनन्, जो चाहिँ भोलि प्रोफेसर हुन सक्छन्, टिचर हुन सक्छन्, रिसर्चर हुन सक्छन्। उहाँहरूलाई पनि रिच आउट गर्न चाहिँ अब भोलि कि पर्सि हामीले एउटा वर्कसपै राखेका छौँ कसरी उहाँहरूलाई चाहिँ कनेक्ट गर्ने। र एनआरएन चाहिँ अलिकति अब हामी नै हो राजनीतिज्ञहरू अलिकति पोलिटिसाइज पनि भयो। अब यो पोलिटिक्स आफ्नो ठाउँमा छँदैछ, तर त्यो बाहेकको डियास्पोरामा हुनुभएको एकदमै दिग्गज व्यक्तित्वहरूलाई पनि हामीले कसरी ल्याउने भनेर एउटा एक्सर्साइज गरिरहेका छौँ र यो एक्सर्साइजको पुरा श्रेय म आफै पनि मात्रै लिन चाहदिनँ। मभन्दा सिनियर हाम्रो परराष्ट्र मन्त्री प्रदीप गेवालीजी हुँदा उहाँले सुरु गर्नुभएको अभ्यास हो र यसलाई चाहिँ अहिले निरन्तरता दिएर हामीले पर्सि नै वर्कसप राखेर यसलाई अगाडि बढाउने उसमा के अरे कोसिसमा लागिरहेका छौँ। र त्यस्तै गरेर आर्थिक कूटनीतिक प्रबन्ध सम्बन्धी पनि पहिला छुट्टै हुने चाहिँ धेरै रहेछ। यो नेपाल टुरिज्म बोर्ड आफै जाने र आइबिएन पनि आफै जाने। अहिले चाहिँ हामीले एकजुटै भएर परराष्ट्र मन्त्रालय, आइबिएन र हाम्रो यो नेपाल टुरिज्म बोर्डले जोइन्ट वर्कसपहरू गरिरहेको छ र 8-10 दिन अगाडि हामीले चाहिँ हाम्रो जति पनि यो गल्फ एरियामा भएका राजदूतहरू यो के सम्भावना छ, के कुरामा चाहिँ प्राथमिकता दिन सकिन्छ भनेर हामीले एउटा वर्कसप गऱ्यौँ। त्यस्तै हिजो पनि यो चन्द्रगिरीमा गएर प्राइभेट सेक्टर र 4-5 देशका काउन्सिलरहरू पनि विदेशदेखि नै आउनु भएको थियो। कुन सेक्टरमा लगानी गर्नुपर्छ भन्ने कुराहरूमा चाहिँ छलफलहरू निरन्तर चलाइरहेका छौँ र साथै हामीले चाहिँ अर्थ मन्त्रालयलाई पनि, ट्रेड मिनिस्ट्रीलाई, वाणिज्य मन्त्रालयलाई पनि के कुरामा चाहिँ हामीले सुधार गर्न सक्छौँ त, गर्नुपर्ने रहेछ भन्ने कुराको पनि फिडब्याकहरू चाहिँ हामीले दिइ नै रहेका छौँ। र अर्को अब हामीलाई अलिकति अप्ठ्यारो पर्ने कुरा जसमा चाहिँ अब यहाँहरूलाई पनि म यसमा रोल खेलिदिनुस् भनेर म अनुरोध गर्न चाहन्छु। नेपाल चाहिँ नेक्स्ट इयर एलडिसी ग्रेजुएसन हुन्छ। हामी चाहिँ अति कम विकसित राष्ट्रबाट हामी अगाडि बढ्छौँ। यसका लागि पनि थुप्रै कुराहरू चाहिँ इन प्लेस हुनुपर्दो रहेछ। हाम्रो जिनिभामा हुनुभएको वाणिज्य दूत, त्यस्तै गरेर न्युयोर्कमा भएको वाणिज्य दूत र यही मन्त्रालयले पनि यसमा चाहिँ धेरै एक्सर्साइजहरू गरिरहेको छ र यसको चाहिँ जिम्मेवारी नेपाल प्लानिङ कमिसन, नेसनल प्लानिङ कमिसनले पाएको छ र हामी पनि एउटा सहकार्य गर्दै यसमा चाहिँ के कुरा हामीले नेपालले चाहिँ फुलफिल गर्नुपर्छ भन्ने काममा चाहिँ हामी लागिरहेका छौँ।
र सामान्य सभामुख महोदय, राजदूत नियोगको राजदूतहरूको सम्बन्धमा पनि हिजो प्रश्न उठेको थियो। के गरिरहेछन्, उहाँहरूलाई कसरी नियुक्त गरिन्छ भन्ने कुराहरू छ। र यहाँ एउटा चाहिँ राजदूत नियुक्ति सम्बन्धी निर्देशिका छ 2075 को, र यही नै यो र प्रचलित कानुन अनुसार नै राजदूतहरू नियुक्त भएका छन् र पार्लियामेन्ट्री हियरिङ कमिटी नै हुन्छ। र यो राजदूत नियुक्ति चाहिँ एकदमै राम्रो किसिमले एकदमै पारदर्शी हिसाबले भएको जस्तो मलाई लाग्छ। एक दुईजनाले त अब त्यहाँ सबै फुलफिल नगर्न सक्नु भएको भएर विथड्र पनि गरेको थियो। र यो पनि गभर्नमेन्टको एउटा कमिटमेन्ट हो कि जे चाहिँ कानुनमा छ त्यही नै हामी पालना गर्छौँ भन्ने हाम्रो कमिटमेन्ट हो। र अहिले चाहिँ हामीले अनरी काउन्सिलहरू पनि नेपालले विदेशमा नियुक्ति गर्ने अरुनरी काउन्सिलको पनि एउटा स्ट्यान्डर्ड हुनु पर्यो भनेर त्यसको पनि रिभाइज भएर अब चाँडै नै पास हुन्छ। र त्यसमा पनि हामी चाहिँ एकदमै गम्भीर छौँ, किन राजदूत नियुक्ति गर्दा हामीले यत्रो माइक्रोस्कोप ल्याएर म्याग्निफाइङ ग्लास ल्याएर हामी गर्छौँ भने यो महावाणिज्य दूत भनेर भनिन्छ, हुन त अनरी काउन्सिलर हो, उहाँलाई नियुक्ति गर्दा पनि त्यस्तै स्ट्रिन्जेन्ट क्राइटेरिया हुनुपर्छ भनेर चाहिँ हामी लागिरहेका छौँ। र म यहाँहरूलाई के पनि अवगत गराउन चाहन्छु भने हाम्रो जति पनि राजदूतहरू हुनुहुन्छ, राजनीतिक नियोगमा हुनुभएका कर्मचारी साथीहरू हुनुहुन्छ, उहाँहरू जम्मा 4 जना हुनुहुन्छ। 3 जना 4 जना बाहेक धेरै ठाउँमा अब दिल्ली र चीनमा चाहिँ अलि धेरै छ, अरू ठाउँमा धेरै कम हुनुहुन्छ। र उहाँहरूले पुरा काउन्सिलर सेवा पनि दिनुपर्छ। खालि यो भिजा पासपोर्ट मात्रै र आफू गएर आफ्नो देशको प्रस्तुति मात्रै गर्ने होइन कि अहिले अब हाम्रो ठुलो डियास्पोरा छ, उहाँहरूको लागि पनि सेवा प्रदान गर्ने काम चाहिँ हाम्रो राजदूतावासहरूले दिइरहेको छ। र मलाई अब यहाँ सबैले आफ्नो दुःख सुखको कहानी बाँडा भएर मलाई पनि आफ्नो दुःखको कहानी चाहिँ बाँड्न मन लाग्यो कि हाम्रो राजदूतावासहरू चाहिँ हाम्रो ओडा कार्यालय भन्दा पनि कति देशमा चाहिँ राम्रो स्थितिमा छैन। र यो चाहिँ एकदमै दुःखको कुरा हो। म अस्ति जापानकै राजदूतावासमा गएको थिएँ। हुन त पहिला पनि म धेरै जान्थेँ, तर त्यो बेलामा त आमाको छोरी भएर म कहिले पनि राजदूतावास गएको रहन्छु। यो पालि गएको त म त एकदमै डिप्रेस्डै भएर आएँ। यो फाइलको चाङ त कति छ भने मान्छे बस्ने ठाउँ पनि छैन। यत्रो कुखुराको खोरभन्दा सानो राजदूतावास, अब अलमोस्ट 3,50,000 नेपाली पुगिसक्यो, बस्ने ठाउँ पनि छैन। र यो पालि चाहिँ अब हामीले मुभ गर्ने भनेका छौँ। र मैले त्यो चाहिँ कहाँ ठ्याक्क तुलना गरेँ भने मेरै क्षेत्रको 4 नम्बर ओडामा यो ओडा कार्यालय खोल्न मलाई भवन यो उद्घाटन गर्न बोलाएको थियो। त्यो ओडा कार्यालय त हाम्रो एकदमै राम्रो थियो, तर त्यो राजदूतावास हेर्दा त त्यो त विदेशमा नेपालीहरूको बारेमा उनीहरूले हेर्ने एउटा चित्रण हो नि। नेपाल देशलाई उनीहरूले कस्तो एउटा इज्जत दिएर हामीलाई रिगार्ड गर्छन् जापानिजहरूले। सो त्यो राजदूतावास चाहिँ अलि राम्रो हुनुपर्छ भन्ने चाहिँ मेरो एउटा यहाँ बिन्ती पनि छ, आग्रह पनि छ। र यो पालि चाहिँ त्यही अनुसार दिल्ली र बेजिङको राजदूतावासहरूलाई चाहिँ हामीले एकदमै मर्मत गर्ने भनेर पैसा चाहिँ हालेका छौँ। त्यति धेरै पैसा चाहिँ होइन, तर एटलिस्ट डिपिआर चाहिँ बनाएर, किन त्यो दिल्लीको राजदूतावास पनि कस्तो छ भने भुइँचालो आयो भने त्यहाँ भयोभरको सबैजना, किन त्यो त राणा टाइममा बनाएको। सो त्यस्तो चाहिँ हाम्रो स्थिति छ। त्यसमाले यहाँहरूले चाहिँ राजदूतावासको स्थितिलाई पनि कहिले कहिले उठाइदिनु हुन म अनुरोध गर्न चाहन्छु, किन तपाईँले उठाउनु भयो भने हामीलाई चाहिँ एकदमै बल पुग्छ। र तपाईँहरू आफै पनि जानु भएको छ कति ठाउँमा। तर एउटा चाहिँ मैले भन्नै पर्ने कुरा चाहिँ हाम्रो अब सायद त्यो एकदम स्पेसलाइज मिनिस्ट्री भएर होला, मलाई चाहिँ जतिवटा मन्त्रीलाई दिनुपर्ने सहयोग हो त्यो चाहिँ परराष्ट्र मन्त्रालयका साथीहरूले चाहिँ एकदमै मलाई एउटा गाइड गर्ने, मलाई इनपुट्स दिने चाहिँ एकदमै राम्रो गर्नुभएको छ। र उहाँहरूलाई म धन्यवाद पनि दिन चाहन्छु। अब बोनस बाँड्न मिल्दैन, गभर्मेन्ट हो, तर एकदमै राम्रो काम चाहिँ उहाँहरूले गरेको चाहिँ म यहाँ कुराहरू राख्न चाहन्छु। तर त्यो भन्दै हिजो एकजना साथीले उठाइदिनु भयो र म उहाँलाई धन्यवाद पनि दिन चाहन्छु। साँच्चैकै हाम्रो परराष्ट्र मन्त्रालयमा इन्स्टिट्युसनल मेमोरी भन्ने कुनै कुरै छैन, कुनै पनि डिजिटल आर्काइभिङ पनि छैन, रेकर्ड म्यानेजमेन्ट पनि छैन। 1950 को ट्रिटी पनि हामीसँग छैन। त्यो उहाँ आर्काइभ्समा गएर हेर्नुपर्छ भनेर साथीहरूले भन्नुभयो। त्यस हुनाले यो वर्षदेखि चाहिँ हामीले एउटा आर्काइभिङ गर्ने चाहिँ
डिजिटल आर्काइभिङ गर्ने चाहिँ एउटा प्रयत्न गरेका छौँ। त्यसमा पनि तपाईँले कहिले कहिले सुपरभाइज गरिदिनु भयो भने मैले पनि अलिकति ल चाँडै चाँडै गरौँ है भन्न पाउँथेँ। र यो शीर्षकमा पनि अलिकति बजेट चाहिँ यो पालि राखेका छौँ। र हाम्रो यसो हेर्दाखेरि चाहिँ बजेट बढेको जस्तो देखिन्छ, तर यसको चाहिँ यो हाम्रो जुन चाहिँ हामीले ओएनएम गरेर यो पालि चाहिँ अलिकति काउन्सलेटहरू एड गरेका छौँ, अलिकति स्टाफहरू एड गरेका छौँ, ती नै गएको छ हाम्रो पैसा। साँच्चैकै हाम्रो यो ट्रेनिङमा यस्तो यस्तोमा चाहिँ जाने पैसा अझ पनि पुँजीगत बाहेक अन्य शीर्षकको बजेट चाहिँ एक्चुअली लास्ट इयर भन्दा हाम्रो घटेकै अवस्था छ। हरेक मन्त्रालयको घटेर आएको अवस्थामा हाम्रो पनि घटेको छ। तर अर्को एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ मैले त्यहाँ गएर सिकेको यहाँहरूलाई सेयर गर्न चाहन्छु। यो अस्तिको आर्थिक वर्षमा चाहिँ हाम्रो मन्त्रालयले 8 अर्ब 10 करोड 36 लाख राजस्व सङ्कलन गरेको रहेछ। भन्दा हामी चाहिँ मन्त्रालयहरू मात्रै थर्ड रे राजस्व सङ्कलन गर्ने। तर त्यो अनुसार हामीलाई ट्रिटमेन्ट त हुँदैन। हुन त अब अरूले पनि युटिलिटिज अब बेचेर या हामीले पनि सेवाई बेचेर अर्न गरेको यो राजस्व हो। तर पहिलादेखि नै ट्रेडिसनली यसरी नहेरिने भएर हामीलाई चाहिँ यो अर्निङ मन्त्रालयमा चाहिँ हेरिन्न, तर हामीले चाहिँ यो गरिरहेका चाहिँ छौँ। र हाम्रो परराष्ट्र नीति तथा परराष्ट्र सम्बन्धी सुरक्षा नीति सम्बन्धमा चाहिँ विश्वको विभिन्न मुलुकहरू बीच द्वन्द्व र यसको सम्भावित प्रभावको सन्दर्भमा मन्त्रालयले विकसित घटनाबारे नजिकबाट निहालिरहेको छ। र हाम्रो चाहिँ अब असंलग्न नीति हो, हामी पञ्चशीलमा बिलिभ गर्छौँ र हामीले त्यही अनुसारै राष्ट्रिय सुरक्षा राष्ट्रिय हितमा आँच नआउने गरेर काम अगाडि बढाइरहेका छौँ। र यहाँ हिजो एकदम राम्रोसँग सुनेर सहयोग गरिदिनु हुने, फिडब्याक दिनुहुने माननीयज्यूहरूलाई म धन्यवाद पनि दिन चाहन्छु। र जसले चाहिँ बजेट कटौती गरेर जिरोमा ल्याउने भन्ने कुरामा चाहिँ यो मन्त्रालय भनेको हर हमेसा काम गरिरहनु पर्ने, देशको लागि काम गरिरहनु पर्ने मन्त्रालय भएर त्यो चाहिँ आफ्नो प्रस्ताव विथड्र गरिदिन चाहिँ म अनुरोध गर्न चाहन्छु। धन्यवाद।